नमस्ते। आज हामी अब यो हाम्रो गाईमा एक प्रकारको समस्या यो केटोसिस समस्या देखिएर यसको उपचार गर्दैछौँ हामीले। केटोसिस भनेको एक प्रकारको मेटाबोलिक डिसअर्डर हो यो गाईहरूमा देखिने, जसमा यिनीहरूको भोक हराम हुन्छ, भोक हराएर जान्छ, केही खाँदैन, शरीरमा ग्लुकोजको मात्रा घटेर जान्छ, जसले गर्दा खाना पचाउन समस्या देखिन्छ। त्यो समस्याले गर्दा यसरी सलाइन दिइन्छ। यो डेक्स्टोरस हो कि के भन्छ यो औषधिलाई, मलाई त्यति राम्रो थाहा छैन, डक्टरलाई थाहा होला। यो मेटाबोलिक डिसअर्डर हो खास। यसमा चाहिँ हुने भनेको खाना अरुचि, लस अफ एपिटाइट भन्छ त्यसलाई, अनि वेट लस, दुध घटेर जानु, यी यावत समस्याहरू हुन्छ। 5-6 दिनको समयमा यी गाई दुब्लाएर यस्तो भइसक्यो। दुध पनि च्याप्पै यो 10-12 लिटर छाकमा दिन्थ्यो, अहिले घटेर थोरै भइसक्यो। यो केटोसिस प्रब्लम हो। यसले खाएको छैन। खास केटोसिसमा सुरुमा अझ दाना खाँदैन यसले, घाँस त हल्का फल्का खान्छ, दाना भन्ने कुरो छ्याक्क खाँदैन, अन्न भन्ने कुरो खान्नन् यिनीहरूले। त्यस्तो समस्या देखिन्छ। यसलाई केटोसिस अथवा मेटाबोलिक डिसअर्डर भन्छ। शरीरमा ग्लुकोजको मात्रा घटेर जानु। यसमा खासमा के चढाइन्छ डाक्टर साहब? ग्लुकोज कमी भएपछि ग्लुकोजै चढाउनु पर्यो। शरीरमा ग्लुकोज चढाउने हो नि त। ग्लुकोज चढाएपछि अब यो समस्याबाट गाई चाहिँ मुक्त हुन्छ र केटोसिसबाट मुक्ति भएपछि फेरि यसबाट हामीले चाहिँ दुध उत्पादन लिन सकिन्छ भन्ने लागिरहेको छ हामीलाई। ल, सामान्य अब किसान साथीहरू कसैको केही छ भने यस्तो गरेपछि ब्लड आयो, मान्छे अहिले यो नसामै गइरहेको छ भन्ने कुरो थाहा हुन्छ। 3-4वटा बोतल कति चढाउनु पर्ने हो, अब यो चढाएर यसलाई भोक लाग्ने बनाइन्छ, ठिक बनाइन्छ भन्ने चाहिँ भइरहेछ। किसान साथीहरू कसैलाई पनि यस्तो केटोसिसको समस्या आफ्नो गाईमा छ जस्तो लाग्यो भने तुरुन्त नजिकको अब प्याराभेट साथीहरू अथवा चाहिँ पशु चिकित्सकहरूसँग सम्पर्क गरेर गर्न सक्नुहुन्छ। यसलाई चिन्न पर्छ। पहिला चिन्नु भनेको के हो भने यसले खाना खाँदैन, खाना अरुचि हुँदै जान्छ आस्ते 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 आस्ते। त्यसमा विशेष गरी घाँस खायो भने पनि दाना चाहिँ छ्याक्क खाँदैन, अन्नको मात्र खाँदैनन्, दुब्लाउँदै जान्छन्। भोक भन्ने कुरो पटक्क लाग्दैन, रुमेन चल्दैन, पाउर काट्दैन, यिनै समस्याहरू देखिन्छन्। यसमा चाहिँ किसान साथीहरूले अलिक सचेत भएर आफ्नो गाईमा यो समस्या छ भने यसको उपचार चाहिँ हामीले गरे जस्तै सामान्य पद्धति अपनाएर पनि यहाँहरूले गर्न सक्नुहुन्छ। अहिले हामीले यसलाई सामान्य सलाइन मात्रै चढाइरहेछौँ, यो भन्ने चाहिँ हो। ल, हस्, धन्यवाद, नमस्कार। थप जानकारीको लागि हामीले यो गाईमा ग्लिसरिन अथवा इनरडाइना भनेर आउँछ बजारमा, त्यो पनि खुवाएर क्विक इनर्जी दिन सकिन्छ भन्ने फेरि पनि तपाईँहरूलाई जानकारी गराउँदै बिदा हुन्छु। हस्, नमस्ते।